नमस्कार, गुड मर्निङ, शुभ बिहानी, शुभ प्रभात। आज चाहिँ म बिहान एउटा सानो भिडियो बनाउन लागिरहेछु किनभने आज चाहिँ म यो भिडियो नबनाइकन बस्नै सकिनँ कि त्यो 4 वर्षको नाबालिकामाथि बलात्कार गरी हत्या गरेर नरपिशाचले मारेको भएर मलाई चाहिँ यो कुराले एकदम के गरौँ एउटा भिडियो चाहिँ पक्कै बनाउनै पर्छ मैले भन्ने जस्तो लाग्यो। मैले केही कुरा बोल्नै पर्छ जस्तो लाग्यो मलाई। त्यसै कारण मैले यस्ता समाजमा विभिन्न किसिमका नरपिशाचहरू छन् भने सबैले आफ्नो आफ्नो क्षेत्रबाट आफ्नो ठाउँबाट नरपिशाचहरूलाई बहिष्कार गर्नुपर्छ क्या। त्यस्ता नरपिशाचहरूले गर्दा आज हाम्रा साना साना नानीहरूले अकालमै ज्यान गुमाउनु परेको छ, मर्नु परेको छ, बलात्कार हुनु परेको छ, बलात्कारका शिकार हुनु परेको छ र कुनै पनि छोरी मान्छेहरू सुरक्षित भएर हिँड्न पाउने अवस्था छैन क्या। यस्ता नरपिशाचहरूले गिद्धे नजर लगाइरहेका हुन्छन्, कतिपय टाढैबाट निहालिरहेका हुन्छन्। त्यस्ता नरपिशाचहरूलाई चाहिँ सरकारले कराभन्दा करा कानुन ल्याएर र फाँसीको सजाय ल्याएर यस्ता नरपिशाचहरूलाई चाहिँ झुन्ड्याउनु पर्ने। टुरी खेलमा 4 पाता कसेर नाङ्गै र भोकै पनि राख्नुपर्ने। यस्तालाई त फाँसीको सजाय नभए पनि टुरी खेलमा लगेर 4 पाता कसेर 7 दिन 7 रात भोकै राख्नुपर्ने, पानीको भरमा राख्नुपर्ने नरपिशाचहरूलाई गिद्धे नजर लगाउनेहरूलाई। समाजमा विभिन्न किसिमका मान्छेहरू हुन्छन्, राम्रा नराम्रा दुवै पक्षका हुन्छन्। त्यस्ता नराम्रा घटिया सोच भएका मान्छेहरूलाई नि समाजबाट बहिष्कार गर्नु त पक्कै पर्छ साथीहरू। यहाँहरूलाई कस्तो लाग्छ त? यो समाजमा बस्ने विभिन्न किसिमका मान्छेहरू विभिन्न नजरले हेर्ने, छोरी मान्छेहरूलाई नराम्रो सोच्ने, त्यो आखिर त्यो नरपिशाच पनि त त्यही छोरी मान्छेबाट जन्म लिएको होइन र? त्यही छोरी मान्छेबाट जन्म लिएको भएर सानो त्यही गल्तीलाई मान्छेहरूले कस्तो नजरले हेर्छ, कस्तो दृष्टिकोणले हेर्छ। त्यही छोरी मान्छेबाट जन्म लिने व्यक्तिहरूले पनि मान्छेहरूलाई, आफ्नो आमा सुसराका मान्छेहरूलाई पनि बलात्कार गर्छन् र मारेर फ्याल्छन्। यस्ता घटिया सोच भएका बलात्कारीहरूलाई नि कडाभन्दा कडा कानुन ल्याउनुपर्छ जस्तो लाग्छ। साथीहरू, यो मेरो भिडियो सेयर गरिदिनु होला भन्दै मेरो 2 शब्द यहीँ टुङ्ग्याउँछु। धन्यवाद।